शुभकामना आदान प्रदान कार्यक्रममा एकदम भव्य सभ्य हुनेछ भन्ने कुरा। यसपछि विद्यालय छोडिसकेपछि हामीलाई यस्तो हुनेछ कि आजसम्म हामी विद्यालयमा आएर साथीहरू सबै रमाइरहेका थियौँ, हिँडिरहेका थियौँ र अब परीक्षा गरिसकेपछि सायद सबै साथीहरूको भेट हुँदैन होला। अबको जिन्दगी कतातिर जान्छ, अबको भविष्य कतातिर जान्छ भन्ने कुरामा हामी यहाँ सबैले अघि बढिरहेका छौँ। अब कोही कहाँ जाला, कोही साथीहरू परदेश लाग्लान्, कोही विवाह गर्लान्। भेट भए पनि सायद यसरी स्कुल आए जस्तो त हुँदैन होला। स्कुल छोडेर जाँदै गर्दा हामीलाई पनि अलिक दुःख लागेको छ, तर पनि हामी खुसी साथ जानुपर्छ भन्ने मलाई लागेको छ। र हाम्रो सरहरूले पढाइरहँदाखेरि हामीलाई अब कहिले नराम्रो त गर्नु भएन, विद्यार्थीहरूले नराम्रो लाग्यो होला, तर पनि विद्यार्थीहरूले यो सरले यस्तो गर्यो, सरले यस्तो गर्यो, सरले राम्रो पढाएन, सरले हामीलाई मात्र हेरेन अरूलाई हेऱ्यो भनेर कुरा चाहिँ कसैले पनि मनमा नराख्नु होला भन्न चाहन्छु मैले सम्पूर्ण साथीहरूलाई। र जे जस्तो भए पनि अबको जीवनलाई चाहिँ सकेसम्म सद्मार्गतर्फ लानु होला भन्न चाहन्छु र सबैको परीक्षा राम्रो होस् भन्न चाहन्छु र इक्जाम क्वेसन चाहिँ राम्रै